पेडिकेयर गर्दा कुन क्रिम युज गर्नुपर्छ? हामीले पेडिकेयर गर्दा सुरुमा हामीले क्युटिकल क्रिम लगाइदिएर नेलको ट्रिटमेन्ट गरिदिने, त्यसपछि हामीले स्क्रब लगाइदिने। स्क्रब लगाइसकेपछि मसाज क्रिमले मजाले मसाज गर्नुपर्छ। मसाज गरिसकेपछि प्याक लगाइदिने। प्याक पछि पुसेर हामीले क्लाइन्टको खुट्टा पुसेर 20 मिनेटसम्म खुट्टा पानीमा डुबाउने र नेल ट्रिटमेन्ट गरिदिने। गर्दा क्लाइन्टको इच्छा र आवश्यकता अनुसार के गर्न सकिन्छ? पेडिकेयर गर्दा क्लाइन्टको इच्छा वा आवश्यकता अनुसार ब्रिज वा वक्स मध्ये एउटा गर्न सकिन्छ। गाह्रो छ नि हेप्या होइन। सो गाइस हेर्नुहोस्, उहाँहरूले मेरो बिल्ला बढाएको। यो मान्छे खत्तम। अयो कतिजना हो तपाईहरुलाई? कसैलाई के चाहियो? के चाहियो? मलाई गुरुद लाग्यो कि काउद लाग्यो भने। अयो यहाँबाट सबभन्दा राम्रो अनुहार कसको छ हेरौँ। मेकअप गर्नुलाई खोज्दैछु। कसको छ? उहाँकै रहेछ। खतरा छ नि है, उहाँलाई मेकअप गर्दा खतरा।